हेलो गाइस, आज हामी सैनिक मठ गएको थियौँ। त्यहाँ काम सकेर हामी जाँदैछौँ अब उता बस पार्क, इलाम बस पार्कतिर जाँदैछौँ हामी। यो बाटो अलिकति छिटो पनि हुन्छ, खुल्ला पनि हुन्छ, त्यही भएर हामी सर्टकट बाटोले हामी गइरहेछौँ। यो बाटो हिँड्न पनि मजा आउँछ, खुल्ला हुन्छ, खासै त्यस्तो भिडभाड पनि हुँदैन, फाटाफुटा मात्रै गाडी कुद्छ। अनि हामी गफ गर्दै गइरहेको थियौँ। भान्जीले भन्छ यसो भिडियो बनाइदियो, अहिले ऐना पुसो, ऐनामा देखा न, भिडियो बनाइदिएन भन्दै भिडियो पनि बनाइदिए। यसो आफ्नै अनुहार हेरेर हाँस्दैछ मुसु मुसु हाम्रो भान्जो। चट्ट बाइकमा छौँ दुईजना। हामी दुईजना चाहिँ गइरहेछौँ, सरासर गइरहेछौँ। कोही बाटोमा सुनसान छ, फेरि केही आएको छैन। यसो भिडियो सिडियो उताउति गर्दैछौँ। अनि हाम्रो भान्जो पनि ल है यसरी बनाउनुपर्छ भन्छ फेरि बेला बेला। टक्क माथि चाहिँ अब हामीले बिचमा चाहिँ त्यो स्टिकरहरू राखिरहेछौँ। अनि हाम्रो भान्जोले भन्छ मजा छ, आज मौसम पनि शीतल छ, ट्राभल गर्न पनि मजा आइरहेछ छेउछाउ हुँदा पनि। अनि भान्जीले फेरि अब त्यस्तो खासै बोलेको सुनिँदैन, गाडीको साउन्ड अनि हावाले पनि मजाले सुनिँदैन। त्यही पनि भन यसो भान्जीले के भन्छ, भान्जो गफसफ लाग्यो त्यत्तिकै। के बोलिरहेको छ उसलाई पनि थाहा हुन्छ है। अब भान्जा फेरि धेरै मुसु मुसु हाँस्नुहुन्छ फेरि। अब अलिक त लजालो टाइपको छ है हाम्रो भान्जो चाहिँ। यहाँ जाँदाखेरि अब टक्क यसो घर हेर्दा केही नआजकल राम्रो सुगम हाउजिङ भन्ने लेखिरहेको छ। टक्क प्लोटिङ सिस्टमले घर साट्टै केही नआजको छ, यस्तो दामी देखिन्छ नि यहाँ। रोकेर एकछिन यसो अलिकति उसलाई गाह्रो भयो, गाह्रो भएपछि यसो बाटोमा रोक्यौँ कुदाउँदाखेरि। अनि अब यसो रोकेर हेर्नु कुदाएर हाम्रो भन्दा नाकसाक सफा गर्दैछ। अब अलिकति मर्की पनि लागेको रहेछ, त्यो गाह्रो भएर। अनि बेला बेला भन्छ भाइ म अहिलेसम्म सिङ्गलै छु, मलाई एउटा केटी खोजिदिनु, म जसरी म यसपालि बिहे गर्नु पऱ्यो भन्छ। लास्टै उमेर ढल्किसक्यो मेरो, अब बिहे चाहिँ गर्नै पऱ्यो यसपालि, 40 कटेसी रमाउला भने जस्तै गानामा जस्तै हुन्छ भने त्यो पनि अझै यसपालि चाहिँ जसरी पनि बिहे गर्नुपर्छ है भाइ, केटी खोजिदिनु पऱ्यो है। यसो भिडियोमा यसो हेर्छ बाटोको पूर्वतिर घेरौला रोपेको रहेछ। त्यही पनि बजारमा महँगो घेरौला, सस्तो मस्तो बेच्नु छैन, त्यही पनि कुहेर जाओस् भन्ने धारणा मान्छेहरूको हुन्छ। फेरि यो बाटो पिच्छे टुङ्ग्यो चाहिँ ग्राभिल आयो, ग्राभिल फेरि यस्तो नराम्रो छ, यसो खतराङ कुत्रुङ कहिले बनाउने। यो फेरि मेन हाइवेको छेउछाउमा यस्तै छ चारैतिर बिर्ता मर्को, यसो खतराङ कुत्रुङ कहिले बाटो नबनाउने, ढिलो गर्ने, बर्खामा के गर्छन् यो नेताहरूले पनि। अनि आउँछ हाम्रो छेउछाउ अब हबी स्विमिङ पुल आइरहेछ। त्यहाँ चाहिँ अब गर्मी मौसम अहिले छैन, अस्तिसम्म चाहिँ गर्मी नै थियो। अब अहिले चाहिँ मौसम नै चिसो छ, त्यही पनि खासै मान्छे छैन। गर्मी भएको बेला चाहिँ टन्ने मान्छेहरू हुन्छन्, नुहाउँछन् रमाउँछन्। आज फेरि बिहान पानी परेर पानी जताततै खाल्टोमा पानी जमेर फेरि हाम्रो भान्जा फेरि राइडर हो, फेरि खतरा राइडर हो कि फेरि यस्तो मजाले पनि पटाएर लान्छन्। बेला बेला तार पऱ्यो भने त पानी कहाँ उछिटेर फुट्याउँछन्, छेउछाउको मान्छेलाई बिजो पुग्छ। त्यही पनि हाम्रो भान्जा चाहिँ त्यस लडाउँदैन, मजाले नै कुदाउँछ, केयरफुल गरेर कुदाउँछन्। हाम्रो भान्जाले जे गर्दा पनि राम्रो कुदाउँछन्, त्यस्तो डराउनु पर्दैन, यस्तो मजाले लान्छन्। तर के गर्नु, छेउछाउ मान्छे अन्त फेरि पानी उछिट्याएर फेरि छेउछाउको मान्छेले भिजाएर छैन, बिजोघरि बिजोग बनाउँछ नि फेरि हाम्रो भान्जाले त। फेरि हाम्रो भान्जा अब यहाँ फेरि अहिले बिर्तामको बाटो धेरै बिग्रेर पनि होला, पानी जताततै जमेको छ। हाम्रो भान्जालाई चटपटे खानु बोलाएको, आउने मान्दैन त। म अलिकति सकिहालेँ, त्यही भएर चटपटे खानु आउँछु। मलाई चाहिँ भन्छन् खाँदै गर म आइहालेँ, यो सकेर आइहाल्छु भन्छन्। अलिकता यो स्केचुले पानी यसो तानेर स्टिकरको म आइहाल्छु भन्छ। टक्क हाम्रो भान्जा आउनु आँट्यो, बस्छन् टक्क कुर्सी म यताबाट साइडबाट दिन्छु, त्यहीँ कुर्सी रहेनछ त्यही भएर दिन्छु। त्यो बसेर उसले अब तन्काउने भए, म चाहिँ उसको वेटिङमा थिएँ, सँगै खानुपर्छ भनेर। अब हाम्रो भान्जा चाहिँ अब म चाहिँ खान लागेँ, ऊ पनि अब खान लाग्यो। मिठो सब्जी चाहिँ टेस्टी दामी छ, चटपट। यो हो जाने ब्याग पोखरी जाने बाटो हो। अब तपाईँले हेर्न सक्नुहुन्छ यो कति राम्रो छ, सट्टै यसरी घुम्ने ठाउँ हो यो। लाग्दैन फेरि यो गेट हो, मैले खोलेँ सट्ट। ल के को ठेला छ तर बन्द छ, ओपनिङ भएको छैन ठेलाको पनि।
देख्नु यो देख्न सक्नुहुन्छ तपाईँ यो विराट पोखरी ठुलो कम्पाउन्ड छ यतातिर केटाहरू बस्छन् यो साइड साइडमा यसरी घुमेर वरपरि घुमेर यसरी घुमेर आउन मिल्छ है एकछिन टाइम मजाले लस्ट खान्छ भान्जेरोमा आएको छौँ विराट पोखरी अब नेपालको झन्डा फर्काइरहेको भान्जेले हो ला मलाई बसाउने प्लान छ कि छैन हो अब त्यहाँ हामी फेरि धेरै बेर पनि बसेनौँ यसो फोटोसोटो खिच्छौँ भिडियो सिडियो भएर निस्क्यौँ अनि त्यहाँ धेरै बेर पनि बस्नु मिल्दैन 7 बजिसक्यो त अनि हामी बाटोतिर अब फेरि फर्क्यौँ त यो आज फेरि बिर्ता मोडमा ग्यास सकिएर पनि आज ग्यास आएको रहेछ अनि मान्छेहरू पहिल्यैदेखि नाम टिपाउनु पर्दो रहेछ त्यही भएर अनि सबै भेला भएर अब बोलाउँदै नम्बर सिस्टम रहेछ नम्बर बोलाउँदै दिँदै फेरि यति मान्छे छ नि यहाँ अब गाह्रो छ यहाँ दिनलाई पनि अब यस्तो छ लाइनले बस्दा हुन्थ्यो नि झुप्पै पुरै एकदम घेरे जस्तै छ मारामार छ ग्यासको अब गाह्रो छ त अब यहाँ फेरि सहरतिर अलिकति अब ग्यास बिना भात पाक्दैन त्यही भएर पनि अब ग्यासको लाइनले हेर्दा हैरान भएर म चाहिँ फर्केँ